हेलो गाइस, वेलकम टु एम तङ्गै। अझै बिहान बिहान भ्लग बनाउन आँटिरहेको छु। आजको प्लान भने चाहिँ एकछिन मर्निङ वाक गरेर आउने हो होइन। अनि म चाहिँ रेडी भइसकेँ टक्क ल यो लुगासुगा लाएर अनि 10-7 चाहिँ रेडी भइसकेँ। अब साथी 20सम्म आउँछु भन्थ्यो, 5:20सम्म आउँछु भन्थ्यो। 5:18 भइसक्यो, आएको चाहिँ छैन। अब म त्यो आएन भने फेरि गएर सुत्छु है। त्यही हो गाइज, भर्खर उज्यालो उज्यालो हुन आँटिरहेछ है। मलाई चाहिँ किन त्यो भित्रैबाट आउँदैन जस्तो लाग्यो अब चाहिँ होइन। खै आउँछ कि आउँदैन अब थाहा छैन यार। म त पुरा रेडी भइसकेँ, मोजा सोजा अनि यो इनर यो कटु लाएर पुरा रेडी भइसक्यो होइन, हाफकटु। अब आउँछ कि आउँदैन भन्ने हो। त्यो आएन भने फेरि गएर सुत्नुपर्छ यार। त्यसले जाने भने आएन भने त पख्न। गाइस, शुभम चाहिँ भर्खर आयो होइन। मलाई चाहिँ आउँदैन जस्तो लाग्यो थियो। अनि कतिमा भने तिमीले भन त? 5:20 भनेको थिएँ। अलिकति हो 5:20 भनेको थियो है। 5:20 भनेको थियो, 5:30 भयो नि त। अनि अझ एक्लै जान्छु भन्ने सोचिरहेको थिएँ। तिमी ल तिमी कुद्नु थाल, म पछि आइहाल्छु नि त। कहाँसम्म जाने भन न? माथि मन्दिरसम्म। त्यहीसम्म गाइस, हामी चाहिँ मर्निङ वाक निक्लिसक्यौँ होइन। साथी चाहिँ खोइ भन्दा देखिँदैन, कालो छ, भन्न मिल्दैन है। अगाडि छ केटा पुरा जुत्ता सुत्ता लाएर होइन। यता म चप्पलमै हिँड्दैछु। हम गरीब हैं। बाल फरक पर्दैन क्या, ठिक छ। गाइस, फेरि कुदाइ स्टार्ट भयो है। त्यहाँबाट अनि यताबाट आउँदाखेरि ठ्याक्क तिम्रो घर पनि भेट्छ नि। ठ्याक्क म त्यो पनि जान्छु अनि आउँछु। हुन्छ है ल। दोस्ती सही छ होइन, इनर सिनर लाएर। ल अब हाम्रो प्लान भने चाहिँ फेरि एक राउन्ड घुमेर अनि टक्क शुभमको घर निक्लेर मेरो घर निक्लिने हो है त। बिहानको भ्यू हेर्नु न, ठिक छ होइन? सही अनि यस्तो 360 भयो। यता त के छ र देखाउन। ल जाउँ। जता हेऱ्यो त्यति कुकुर छ। त्यो कुकुर कुद्यो यार। ग्याङ बोला होइन छैन। गाइस, यो त हाम्रो थर्ड मेम्बर नि जोइन भइसक्यो हाम्रो। आइज 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 आइज। कुकुर लिएर जाने हो। आइज 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 आइज। ल यहीबाट बाइकले चाहिँ जम 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 जम। गाइस, साथी चाहिँ अगाडि अगाडि छन् होइन। पुरा बाटो देखाइरहेछ। साथी चाहिँ अगाडि अगाडि गइरहेछ है। क्याप हल्लाउँदै पुरा। घट्छ कि घट्दैन भन्ने हो अब यो। मलाई त घट्नै परेको छैन। त्यही हो, हामी कहाँ आइसक्यौँ यार।
गाइस आज चाहिँ जनै पूर्णिमा होइन अनि रक्षाबन्धन हो सबैलाई ह्याप्पी रक्षाबन्धन भन्नु शुभम भन्नु ह्याप्पी रक्षाबन्धन सबैजनालाई है ल गाइस सबैलाई ह्याप्पी रक्षाबन्धन ह्याप्पी जनै पूर्णिमा सबै है अब घर गएर कतिखेर जनै फेर्न जाने अब हामी माथि गएर एक कप चिया खान्छौँ अनि फेरि उयो रनिङ स्टार्ट हान्छौँ बिस्तारै साथी आउँदैछ पछाडि चिया खाने प्लान नि क्यान्सल भयो होइन अब बाटोमा पसल देख्यो भने खाइन्छ किन खै के हुन्छ यताबाट गयो भन्छ नि होइन गाइस घर फर्किन आँटेको होइन शुभम केही भन्दै ल के होइन गाइस बी हेल्दी होइन बिहान बिहान चाहिँ रनिङ वकिङ जानै पर्छ है एक्लै भयो नि कि त साथीहरूसित त झन् जानै पर्छ होइन साथीहरूसित गयो भने झन् दामी हुन्छ रनिङ होइन त्यही भने त आस्तो पप्पा हान्छु यो साथीहरूसित गयो भने चाहिँ एक्लै गयो भने चाहिँ अलिक राम्रो त राम्रै हुन्छ र त्यति गाइस होइन आस्तो चाहिँ कुदिरहेछ होइन म चाहिँ अलिकति नि पछाडि परेँ होइन है ल आस्तो चाहिँ कुदिरहेछ आस्तो चाहिँ यहाँ त कुदुम यहाँ कुदुम चाहिँ कुद्नुपर्छ यो यसको वान म्यान आर्मी हो एक्लैले तिनजनालाई पेल्दै होइन लखड्दै हो चारजना यार ब्रेभ कुकुर यार चलो भाई देखो अब मैं क्या करता हूँ गाइस मर्निङ वाक चाहिँ बवाल भइरहेछ एक कुकुरले चाहिँ हल्का हो होइन जताततै कुकुर छ यो अगाडि नि पछाडि नि के हो गाइस हामी फर्किसक्यौँ घर नि आइसक्यो अब चाहिँ गफ गर्दै जाने हो एकछिन टक्क होइन बिस्तारै बिस्तारै जानुपर्छ मर्निङ वाक नि कल्लु भाइ यता फेरि कुकुर कल्लु भाइ रक्षाबन्धन कसैलाई बानै छ अरे तिमीलाई उयो हेरिरह हामीलाई के गर्दैन तर यो त यहीँको डर होला है त्यसले देखिरहेको थियो यो टोलतिर इला खाएको कुकुर गाडी हो त आयो भनेर के हुन्छ त टिकटकमा फेरि गएर सुत्ने हो सुत्ने कहाँ सुत्ने फेरि सुतेको छैन क्या राति ए यसो भन अनि बेलुकातिर यसो अब अलिक खुल्ने लाग्यो भने बेलुकातिर सुत होइन म त त्यही गर्ने हो है बिहान चाँडै उठ्छु तर होइन अनि बेलुकातिर यसो अब काम भएन भने यसो होइन नि सुतिदिन्छु क्या सुतेर फेरि उठ्छु 4 बजीतिर अनि नुहाइदिन्छु तर पहिला चाहिँ सानो हुँदाखेरि है बेलुकातिर सुत्यो भने टाउको दुखिहाल्ने क्या है धुम्म हुने क्या पहिला सानो हुँदाखेरि चाहिँ धुम्म हुने क्या सुतेपछि उठ्दाखेरि दिउँसो ल अर्को हात गर न यार ल यार राम्रोसितै ग्यास म चाहिँ घर नि पुगिसकेँ होइन शुभम दोषी उता काम थियो दुध लिन जाने अनि अब चाहिँ बस्ने हो घर गएर त्यही हो यहाँ जे होस् रमाइलो भयो भनौँ न बाहिर जमाएर उज्यालो छ जे होस् शुभम भाइसित रनिङ जानु नि मजै आयो बाबाले एकछिन त्यसले धेरै बेर जाने भनेको थिएन अनि एकछिन जानु त के रमाइलो हुन्छ भनेको तर बवाल भयो यार 1 घन्टा जस्तो त गयो एकछिन भनेर 15-20 मिनट भनेर अनि शुभम भाइ चाहिँ उता दुध लिनु गएछ त्यही हो खतरा त्यो चाहिँ पुरा पसिनाले भिजिन्छ यार म धेरै कुद्नै पाइनँ कि भिडियो बनाउने चक्कर आएँ अनि त्यही हो ग्यास म चाहिँ घर आएर चिया नाटेको है अनि शुभम साथीलाई घर आऊ भने भन बाटोमै चिया खाऊँ न त भनेको उसलाई त्यस्तो चिया मन पर्दैन अनि काम नि थियो भनौँ न घर छिटै आइज भनेको थियो त्यही चिया खानु भ्याएन अनि घरमै बोलाएको घरमा नि भ्याएन नि त त्यही भएर ऊ चाहिँ गयो काममा शुभम दोषले चिया नखाने मेन कारण चाहिँ होइन उयो हो क्या
कालो छ उसले कालो हुन्छ भनेर होइन टक्क ल नखाने यार दोस्त म कालो छु झन् चिया खायो भने झन् कालो हुन्छु रे खाएन होइन भन्दै है हल्का जिस्किदिएको है त्यो चाहिँ अनि आज फेरि पनि ह्याप्पी रक्षाबन्धन ह्याप्पी जनै पूर्णिमा है आजको दिन धेरै रमाइलो गर्नु अनि चाडबाडको माहौल छ सबैजना सेफ बस्नु है देशमा के भइरहेछ त भन्नु पर्दैन त्यसको लागि चाहिँ धेरै नरमाइलो लाग्छ है मलाई चाहिँ भित्रैदेखि ल गाइज यो भ्लगलाई चाहिँ इन हान्नेमै त बाई बाई बाय बाय टाटा गुड बाय